सिर्फ 1 मिनेटमा छिटो मिठो कुकर पास्ता रेडी। नमस्कार, स्वागत छ हजुरहरूलाई मेरो युट्युब च्यानलमा। आजको मेरो रेसिपी छ कुकर पास्ता। हालै देशको विभिन्न ठाउँहरूमा ग्यासको एकदमै सर्टेज भएको छ। यस्तो सर्टेज अवस्थामा ग्यासको बचत त गर्नै पर्यो। त्यही भएर आज मैले कुकर पास्ताको रेसिपी लिएर आइसकेकी छु। छिटो, मिठो र ग्यासको पनि एकदमै बचत। हजुरहरू पनि यो अवश्य ट्राई गर्नुहोला। अब लागौँ हामी हाम्रो रेसिपीतर्फ। हिट अन गरेर मैले कुकर बसाएँ। तेलको मात्रा एकदमै कम लगाएर पनि हामीले पास्ता बनाउन सकिन्छ। त्यसै गरेर यहाँ चाहिँ मैले थोरै मात्रामा तेल लगाएको छु। तेल तातिसकेको छ। यहाँ मैले हाल्दैछु जिरा र ज्वानो। मसिनो चप गरेको प्याज हालेँ। त्यसै गरेर यहाँ मैले लसुनको केही पत्ताहरू पनि एड गरेको छु। हजुरहरूलाई यदि यसको टेस्ट अथवा स्मेल मन पर्दैन भने हजुरहरूले स्किप गर्न पनि सक्नुहुनेछ। अब चाहिँ मैले लगाउँदैछु पास्ता। अहिले बजारमा धेरै प्रकारको पास्ताहरू पाइन्छ। हजुरहरूले जुनै प्रकारको पास्तालाई पनि प्रयोग गर्न सक्नुहुनेछ। पास्तालाई केही समय फ्राई गरेर बेसारको धुलो र त्यसै गरेर आफूलाई मनपर्ने भेजिटेबल्सहरू एड गर्न सक्नुहुनेछ। यहाँ चाहिँ मैले भेजिटेबल्समा एड गरेको छु चना मटर, थोरै राजमा, सोयाबिन र बन्दाकोपी पनि एड गरेको छु र यसमा मसिनो चप गरेको टमाटर पनि लगाएको छु। हजुरहरूले जुनै भेजिटेबल्स पनि यसमा एड गरेर बनाउन सक्नुहुनेछ। यी सबै चिजहरू लगाइसकेपछि थोरै गरम मसला एड गरेको छु। मैले चाहिँ यहाँ नुन कम मात्रामा राखेको छु किनभने यहाँ मैले चाहिँ अजिना पनि एड गरेको छु। हजुरहरूले यदि अजिना चाहिँ एड गर्नुहुन्न भने आफूलाई चाहे अनुसारको आफूले खाने स्वाद अनुसारको चाहिँ नुन प्रयोग गर्नुहोला। लास्टमा एड गरेको छु 2 स्पुन सोया सस। अब लगाएको सबै इन्ग्रिडियन्ट्सहरूलाई चाहिँ राम्रोसँगले चलाउने, एकछिन फ्राई गर्ने। सोया सस युज गर्न चाहनुहुन्न भने पनि यो यत्तिकै पनि हामीले पास्ता बनाउन सक्छौँ। पास्ता जति छ त्यही अनुसारको नर्मल पानी चाहिँ हामीले लगाउनु पर्ने हुन्छ। यदि पानीको मात्रा धेरै भयो भने गिलो र कम भयो भने काँचै हुन्छ। अब यसलाई कभर गरेर सिर्फ 2 सिटी लगाउनु पर्ने हुन्छ र हिट चाहिँ एकदम मिडियमै रहनु पर्ने हुन्छ। 2 सिटी पछि म कुकरको बिर्को खोलेर हेर्दैछु। हजुरहरूले पनि देख्न सक्नुहुनेछ कस्तो मजासँगले चाहिँ पास्ता पाकेको छ भनेर। जस्तो चाहिएको थियो त्यस्तै नै भएर पाकेको चाहिँ एकदम पर्फेक्ट। ल हेर्नुहोस् त कति मजाले पाकेको छ पास्ता। हजुरहरू पनि एकचोटि यो रेसिपी अवश्य ट्राई गर्नुहोला कुकर पास्ता। कतिको मजाले पाएछ भनेर मैले यहाँ हातले मिचेर पनि देखाउँदैछु हजुरहरूलाई। आगामी दिनहरूमा पनि यस्तै रेसिपी हेर्नका लागि चाहिँ मसँग जोडिनु होला। धन्यवाद सबैमा।